Hello everyone, welcome back to my YouTube channel. It's me Priyanka, Seva Seva र सबैजनालाई. So आज चाहिँ भिडियो So guys, आजको भिडियो चाहिँ एकदमै रेन्डमली बन्ने छ. भिडियो चाहिँ के कस्तो हुन्छ अन्तिमसम्म हेर्दिनु होला. अनि भिडियो चाहिँ यस्तै मेरो दैनिकी हैन. बिहानदेखि बेलुकीसम्म म के गर्छु म हजुरहरुलाई देखाउने छु र भिडियो चाहिँ अन्तिमसम्म हेर्दिनु होला. Stay tuned guys. So guys, मैले चाहिँ खाना बसाएँ. खाना पाक पनि सक्यो हैन. अब चाहिँ म तरकारी रेडी गर्छु. तरकारी पनि के पकाउनु होला के मलाई भात त पकाउन सजिलो हुन्छ के गाइस हैन. जब तरकारी पकाउनु पर्ने हुन्छ नि तरकारी पकाउने बेला चाहिँ मलाई बाखा रिस उठ्छ क्या. सो गाइस म चाहिँ लुगा धुन आँटिरहेको छु. अहिले एकछिन सरफमा भिजाइदिन्छु. मेरो कुखुराहरु पनि छ 4 वटा बाँधेर राखिरहेको छु है गाइस. ओइ खाली बटारिन्छ र मलाई यस्तो रिस उठ्दैन डोरीमा बटारेर यो हो छोरा मान्छे अनि तिनीहरु चाहिँ केटी मान्छे हो गाइस देख्न सक्नुहुन्छ. सो गाइस मैले चाहिँ भर्खर लुगा पनि भिजाइसकेको छु. अब चाहिँ म एकछिनबाट धुन्छु. त्यतिसम्म चाहिँ अब म खाना खान्छु. तरकारी पनि पाकिसकेको छ लगभग. Stay tuned guys. गाइस म चाहिँ भर्खर उठेको हैन. एकदमै निदाइहाली छु खाना खाएर. यस्तै हो मेरो चाहिँ यस्तै बानी छ खाना खाइसकेपछि एक निदा सुत्ने हैन. अनि लुगा भिजाइसकेको थिएँ. अब 3 घण्टा भइसक्यो. अब कति धेरै घाम लागिरहेको थियो नि त. अनि कस्तो अल्छी लागिरहेको थियो. सो अब चाहिँ म लुगा धुन्छु. एकदमै अल्छी भइरहेको कि कस्तो अल्छी यस्तो घाम लागेपछि मलाई फेरि यस्तो रिस उठ्छ. हेर्दै गर्नु होला. सो गाइस अब चाहिँ म लुगा धुन जान्छु. यो बसेर हुँदैन हैन. यस्तै हो अल्छी लागेर के गर्नु त अब गर्नुपर्ने हुन्छ. सो अब चाहिँ म लुगा धुन जान्दैछु. बल्ल चारो पनि दिनेहरुलाई अरु भन्दा नि डोरीमा बटारिन्छ र यस्तो रिस उठ्दैन. एक ठाउँमा नबसेर कुकुरनीहरु यो चाहिँ पोथी उतो भाले एउटा त सेतो चाहिँ पछि यसले नै हो यिनीहरुलाई आमा बनाउने. अब चाहिँ खाजा बनाउँछु. के बनाउनु खाजा वाक्कै लाग्छ. नखादा पनि हुने हो के गर्नु खानै पर्छ हैन. सो गाइस म चाहिँ खाजाको लागि खाजाको सामान ल्याउनु गएको. खाजा गर्न सकेको छ र अहिले कपडा चेन्ज गरौँ भन्नुहुन्छ नि. यो कपडा चाहिँ चेन्ज गरेको होइन गाइस. अब घरमा बस्दा चाहिँ म अलिक यस्तै के लगाउँछु नि त. अनि बाहिर हिँड्दाखेरि चाहिँ अलिकति बनेर हिँड्नु पर्यो नि त. अनि त्यही भएर चाहिँ मैले कपडा चेन्ज गरेको. नराम्रो नसोच्नु होला. अब चाहिँ म खाजा ल्याउनु गएँ हैन जाँदैछु. सो गाइस हाम्रो चाहिँ बाटो यस्तो छ. खाजा ल्याउनु जाने बाटो. हामी बसेको ठाउँ चाहिँ एकदमै अलिक कस्तो गाउँ टाइपको छ देख्न सक्नुहुन्छ. अहिले चाहिँ यहाँ यता मकै फलेको छ हैन. र अहिले चाहिँ रिसेन्टली यहाँनिर हाम्रो फुड स्टल बनेको छ देख्न सक्नुहुन्छ. कता झमझम भयो मलाई त. एनीवे सो यिनीहरू चाहिँ सबैजना खुसी खानुको लागि आएको हो. चिन्ट्री यो देख्न सक्नुहुन्छ गाइस. नयाँ घर बन्दैछ अहिले. नयाँ घर बनिरहेछ है देख्न सक्नुहुन्छ. सो म चाहिँ बाटोमा आइसकेँ. अब चाहिँ राम यो के हो ताल हो यो. मैले चाहिँ लिएर आइसकेँ साथीहरू. मैले चाहिँ खाता लिएर आइसकेँ. हो फुडसल चाहिँ हाम्रो अहिले भर्खर रिसेन्टली बनिँदै गरेको.
फेरि दाजुको खतरा जस्तो लाग्छ है भाइ। सो गाइस लास्टै गर्मी भयो है। अब चाहिँ म चिसो खान्छु टक्क हैन। यस्तो चिसो यस्तो गर्मी भइरहेको थियो। देख्न सक्नुहुन्छ मेरो हालत। साथीहरु यो चाहिँ करेन्ट चाउचाउ बनाइसके। यतापट्टि करेन्ट र वाइ हो। यो चाहिँ अलिकति झोल हालेर खानु मन लाग्यो। अनि यता चाहिँ अन्डा फ्राई हुँदैछ। सो गाइस मेरो चाहिँ यति हो खाने कुरा। अब टक्क चिसो पनि छ यहाँनिर है। अलिकति खाइ नि सके। अब खाजा खाएर अब एकछिन भएर मात्रै भिडियो गर्छु है गाइस। कस्तो धेरै खानु मन थियो। Cái bộ gần con vào chảy nó अगाडि खोर्सानी सो गाइस आजको भिडियो चाहिँ म यही एन्ड गर्न चाहे। लाइक एन्ड शेयर सब्सक्राइब गरिदिनु होला।